सलुनतिर भने चाहिँ मैले कहिले पनि कपाल काटेको छुइनँ हैन भन्यो भने चाहिँ तपाईहरुले बताउनु हुँदैन होला। सो हाई एभ्रीवान, माई नेम इज प्रमिला राई एन्ड वेलकम ब्याक टु माई मिनी भ्लग। र तपाईहरु चाहिँ मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने चाहिँ प्लिज डोन्ट फर्गेट टु फलो हैन। यो चाहिँ अस्तिको भिडियो हो, मैले चाहिँ बिजी कारणले गर्दाखेरि चाहिँ भिडियो पोस्ट गर्नु पाएको थिइनँ र अहिले भने चाहिँ म पोस्ट गर्दैछु। अनि म चाहिँ कहाँ गएको थिएँ भन्दाखेरि चाहिँ म चाहिँ खासमा अस्तिदेखिको जुम भनेर चाहिँ सोचेको थियो, तर चाहिँ म बिजी भएको कारणले गर्दाखेरि चाहिँ जानु पाएको थिइनँ। अनि आज भने चाहिँ म जान्दैछ थिएँ हैन, जो गएँ हैन। अनि चाहिँ कहाँ गएको भन्दाखेरि चाहिँ गोर्खे युनिसेक्स सलुन हैन, जो चाहिँ छ सालगोरा बिसाइड साई मन्दिर हैन। अनि यहाँ चाहिँ मैले दादा र भाउजूको चाहिँ पहिल्यैदेखिको भिडियोहरू हेर्थेँ हैन। अनि मैले चाहिँ दादा र भाउजूलाई भेट्दै जान्छु भनेर सोचेको थिएँ, तर मैले भाउजूलाई चाहिँ भेट्न पाएन। अनि फाइनली यहाँ दादालाई चाहिँ भेटेँ मैले हैन। अनि यहाँ चाहिँ मैले हेयर कट गरिनँ मेरो, किनभने चाहिँ मेरो हेयर सर्टै थियो हैन। दादाले पनि त्यही सजेस्ट गर्नुभयो, मेरो साथीले मात्रै हेयर कट गर्यो हैन। तर यहाँको सर्भिस चाहिँ मलाई एकदम बेस्ट लाग्यो हैन। तपाईहरु पनि यहाँनेरि काट्नु आउनुहुन्छ या ट्राई गर्नु चाहनुहुन्छ भने चाहिँ तपाईहरु सबैजनालाई वेलकम छ गोर्खे युनिसेक्स सलुनमा हैन। दादा चाहिँ एकदमै राम्रो हुनुहुँदो रहेछ। मेरो चाहिँ पहिल्यैदेखिको आमा काकीले नै घरमै कपाल काट्दिनु हुन्थ्यो नि त, अनि त्यही भएर चाहिँ कहिले पनि बाहिर कपाल काट्दिनँ मैले चाहिँ हैन। अनि थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो हैन। के कस्तो लाग्छ कमेन्ट गरिदिनुहोस् होला हैन। अनि तपाईहरु पनि आउनुहोस् होला गोर्खे युनिसेक्स सलुनमा, जो चाहिँ छ सालगोरामा।